Hello everyone, good morning, Siwaru, नमस्ते हजुरहरूलाई मेरो न्यू डे न्यू ब्लगमा स्वागत छ। अनि आज चाहिँ म नाङसेबुङ जिल्ला इलाम वार्ड नम्बर 5 नाङसेबुङ जाँदैछु। के को लागि जाँदैछु, के को लागि जानु लागेको भन्ने कुराहरू भिडियोमा हेरेर थाहा पाउनुहुन्छ है। अहिले चाहिँ म यो के अरे गाडीमा टिकट गर्नुपर्ने हो नि त, टिकट गर्नुपर्ने हुन्छ। त्यही भएर टिकट गर्नलाई झरेको थिएँ। मेरो आफ्नै सिटी सफारी टुकटुक सिटी सफारी लिएर झरेको थिएँ होइन। अनि टिकट गरेर म फर्किँदैछु। भरे मान्छेको जाँदाखेरिको चाहिँ अब गाडीमा कस्तो ठाउँमा परिन्छ, कुन सिटमा परिन्छ, त्यही अनुसारले भ्लग बनाउनु मिल्ने छ भने ठिकै छ। गाडीमा जाँदाखेरिको भ्लगहरू बनाउला होइन। बनाउनै नमिल्ने ठाउँमा त्यस्तै सिटमा परिहाल्नु बनाउनु मिल्दैन होइन। जहाँसम्म मिलेसम्म भिडियो बनाउने छु है। हजुरहरूलाई देखाउने छु, बाटो देखाउने छु है। कस्तो छ बाटो, कस्तो छ ठाउँ, सकभर ठाउँहरू पनि देखाउने कोसिस गर्नेछु है। इलाम जिल्ला नाङसेबुङ 5 लारुम्बा भन्ने ठाउँ है। किराँत धर्मको केन्द्र बिन्दु है। अनि अब एकैचोटि नाङसेबुङ जाँदाखेरिको भिडियोमा भेटौँ है त। दमकदेखि लारुम्बा जाने क्रममा दोभानसम्म चाहिँ मुनि बसेर आइयो नि त। अनि मुनि बसेर आएकोले गर्दाखेरि हेर्नु यो गाडीको नि हुँदैन त। हामी 1 जना 2 जना 3 4 अनि यता 5 जना बस्न 6 जना हुटमा। अनि के अघि अब जता के अरे दमकबाटै त तपाईँहरूलाई मैले बनाउनु सकिनँ नि त। किनभने मुनि माथि धेरै गर्मी थियो, धेरै घाम थियो क्या। अनि मुनि नै बसेँ होइन। मुनि यस डाइरेक्टली घामले त भेटेन नि त, त्यही भएर मुनि बसिरहेको थिएँ। अहिले चाहिँ घाम डुबो है, शीतल भयो। त्यसपछि यहाँ दोकानमा आएपछि चाहिँ म हुटमा चढेर थोरै तपाईँहरूलाई नजारा देखाइदिएको। हेर्नु न नाङसेबुङ जाने बाटो अझै पनि यस्तो छ क्या बाटोको हालत। पहिला ट्रेन गरेको थियो है, नली कटाउने भनेर कुन तरिकाले कट्यो होइन। सबै भत्किसकेको छ है। अब कमसेकम बजेट ल्याइसकेपछि त्यो बजेटलाई केही गरेर स्थानीय सरकारले यहाँको होइन त्यो भएर यहाँ हेर्नु यस्तो हालत यस्तो छ होइन। भाइले चाहिँ साथीलाई अन्त स्प्राइट दिँदैछ जे साथीहरू माया गरेर गाडीमा साइडमा झुकेर। के भएको नआदर खानु दिँदा किन नखानु? म के भोकै भएन त। पवित्र लामे माङसेबुङ 3 को पवित्र श्री पवित्र माध्यमिक विद्यालय डाँडामा दामी ठाउँ छ। शौचालय सार्वजनिक शौचालय है। पूजा घरमा पूजा गर्नुपर्ने छन्, पूजा सेवा गर्ने भनेर पूजा गर्ने भनेर आउनु पर्थ्यो। साथी चाहिँ आउनु पर्थ्यो। अब यताउति गर्दा त्यति हिजो आउनु सकिनँ। अनि आज आएँ। आज पनि अलिक ठुलो भइरहेको छ। रिसाउनु त अब बुवा रिसाउनुहुन्छ होला, अब कति रिसाउनुहुन्छ होला होइन। के गर्नु अब त्यस्तै भयो। अब आउनु सकिनँ नि त हिजो। अब ड्युटी गर्दै ढिलो भइदियो नि त। अनि आज पनि अब बिहानको गाडीहरूमा आउँदाखेरि अब यता भन्ज्याङदेखि सामान अब उता बोक्नु पर्ने, टन्नै बोक्नु पर्ने हुन्थ्यो।
अनि अहिलेको गाडीहरूमै अब घर छेउसम्म नै पुऱ्याउँछ अनि त्यही भएर चाहिँ यही भएर चाहिँ यही गाडीमा पखेर आयो। माङ्सेबुङको चाहिँ 5 र 3 इलाका चाहिँ यहाँनिर चाहिँ इलाका प्रहरीकारलाई है लामेटार भनेर लामेटार पुच्छार भनेर यहाँनिर सुरु गरेँ। यहाँनिर चाहिँ मान्छे उरिँदो हुन्छ नि त, मान्छे झर्नु हुने रहेछ। झार्दै गइरहेछ नि त गाडी, त्यही भएर अब मान्छे देख्न थाल्यो। हामीले देखिएको यो देखिएको यहाँनिर हेलिपेड गएको साइड हो होइन, हेलिपेड गएको साइड हो यहाँनिर। अलिकति यता मन्दिर छ। बाटो यो बाटो आज भन्दा कति वर्ष अगाडि यो बाटो कम्तीमा पनि राखिएसम्म होइन, कालकत्रा त्यो पिच बाटो जोडिसकिनु पर्ने बाटो। तर हेर्नु न ग्राभलिङसम्म पनि अहिलेसम्म पार कम्प्लिट भइसकेको छैन क्या। सामान्य कोही कति आधी ट्रेन भनेर एकैपट्टिको नली काटे जस्तो गरिरहेको छ, तर एउटा बर्ख पनि नकाटिकन त्यो ट्रेनहरू नली पनि भत्किएको छ क्या। अब माथि खलङ्गे है, माथि चाहिँ खलङ्गे, यहाँ यो चाहिँ भन्ज्याङ माथि खलङ्गे, डाँडा चाहिँ खलङ्गे हो। आजभन्दा त कति वर्ष अगाडि निकै वर्ष अगाडि त झन् डेन्जर थियो है बाटो। रत्त खोला, हामी त अहिले त रत्त खोलामा टेक्नै पर्दैन नि त, पुल भएर पुलबाटै क्रस गरिन्छ नि त। पहिला त एउटै रत्त खोला चौबेडीदेखि स्टार्ट भएको दोभान आइपुगिन्जेलसम्म 80-85 चोटि क्रस गर्नु पर्थ्यो अरे क्या। पर्थ्यो अरे भन्दा पनि पर्थ्यो भनौँ न, तर गनिएको थिएन। गर्नेहरूले गाडी स्टाफहरूले भन्थ्यो 80देखि 85 जतिसम्म जस क्रस गर्नुपर्छ, यताउति गर्नुपर्छ भनेर भनिरहेको हुन्थ्यो क्या। गरिन्थ्यो हुनु पनि त्यहीबाट काट्यो, फेरि त्यहीँबाट घुम्यो, फेरि त्यहाँबाट काट्यो, फेरि त्यहाँबाट घुम्यो गरिन्थ्यो, तर गनेको त थिएन नि त हामीले। अनि उयो माथि चाहिँ खलङ्गे सागफारा देखिन्छ, मगाउ सागफारा है। पुगिहाल्यो त अनि पुगिहाल्यो त सिट टिप्नु भन्दा फाइन पर्नु नि। हामी चाहिँ तर यताबाट गयो भन्ज्याङ निस्किँदै जान्थ्यौँ। यताबाट लाग्यौँ मन्दिरहरू भएर चाहिँ हामी उता घुम्दै जाने भयौँ। त्यस भाल्डर लासेबुङ हुँदै जाने भयौँ। अब अलिकति ठिकै छ साथीहरू। मैले यो के अरे माङ्सेबुङ आउने क्रममा चाहिँ भिडियोहरू अब कति भिडियोहरू अब के अरे मुनि बसेर आएको थिएँ। मुनि बसेर आएर भिडियो बनाउनु पाएन। पछि माथि हुटमा आएर चाहिँ थोरै भिडियोहरू बनाएँ होइन। यति नै यो भिडियो चाहिँ यति नै। अनि म यहाँ के को लागि आएँ भन्ने कुरो चाहिँ म अर्को भिडियो नेक्स्ट भिडियो पनि हाल्दैछु है।
नेक्स्ट भिडियोमा थाहा पाउनुहुनेछ खास के को लागि आएको भनेर हैन 2-3 दिन बस्छौँ होला नेक्स्ट भिडियो हेर्नुभयो भने पक्कै पनि म दमकदेखि माङसेबुङ के को लागि आए भन्ने कुरो चाहिँ नेक्स्ट भिडियो हेर्नुभयो भने थाहा पाउनुहुनेछ है भन्दै तपाईहरुले यति समयसम्म भिडियो हेरेर साथ सपोर्ट दिनुभएकोमा थ्याङ्क्स फर वाचिङ